नमस्ते साथीहरू। मैले चाहिँ यो वर्ष कोरियामा यसरी सेलरोटी आफैले बनाएर लक्ष्मी पूजाको तयारी गरेको छु र यो मेरो सेलरोटी मैले अलिक नराम्रो बनाएको छु किनकि मेरो फर्स्ट टाइम हो सेलरोटी आफै बनाएको चाहिँ। अनि यसरी मैले लक्ष्मी पूजाको लागि भनेर योपालि रङ्गोली पनि बनाएँ। यो रङ्गोली चाहिँ मैले आफैले बनाएको अनि यो क्यान्डलहरू मैले सबै दाइसोबाट किनेर यो सबै तयारी गरेको मेरो रङ्गोली कस्तो लाग्यो हजुरलाई? कस्तो लाग्यो? राम्रो लाग्यो भने मलाई कमेन्ट प्लस लाइक गरिदिनु होला र यसरी मैले जति सामग्री भेट्टाएँ कोरियामा त्यति सामग्रीहरू राखेर चाहिँ पूजा गर्ने तयारी गरेर पूजा पनि गरेको छु। र लक्ष्मीले हामी सबैको घरमा बास बसुन् भनेर प्रार्थना पनि गरिदिएको छु। तपाईँहरूलाई कस्तो लाग्यो मेरो यो भिडियो? राम्रो लाग्यो भने र तपाईँले पनि तिहार राम्रोसँगले मनाउनु भयो होला भन्ने अपेक्षा गर्दै हामीलाई लाइक, कमेन्ट प्लस सब्सक्राइब गर्दै गर्नुहोला र अरू भिडियोको लागि हामीलाई हेरिराख्नुहोला। हस्, धन्यवाद। थ्याङ्क यू।